नयाँ प्रविधि सिक्न सुरु गर्दाको त्यो जोश, त्यो उत्साह याद छ? तर केही समयपछि नै त्यो उत्साह भारी लाग्न थाल्छ, होइन त? यो एकदमै कमन समस्या हो। आज हामी यही विषयमा कुरा गर्दैछौँ कि यस्तो किन हुन्छ र यसको समाधान के हो? प्रविधि सिक्दै गर्दा कहिले यस्तो भएको छ कि कहाँबाट सुरु गर्ने, के सिक्ने, कता जाने भनेर एकदमै अलमलमा पर्यो? यदि त्यसो हो भने चिन्ता नलिनुहोस्, यो धेरैको कथा हो। टेकको दुनियाँमा छिर्ने धेरैजनाले एउटा साझा गल्ती गर्छन्। यही गल्तीले गर्दा उनीहरूको प्रगतिमा नै ब्रेक लाग्छ। यो गल्ती एकदमै सामान्य लाग्छ, तर यसको असर भने निकै गहिरो हुन्छ। हो, त्यो गल्ती हो सबै कुरा एकैचोटि सिक्न खोज्नु। प्रविधिको क्षेत्र त एउटा समुद्र जस्तै छ, दिनदिनै नयाँ कुराहरू थपिरहेका हुन्छन्। अब सबै कुरा जान्ने इच्छा हुनु त स्वाभाविक हो, तर एकैपटक सबैतिर हात हाल्नु नै सबैभन्दा ठूलो भूल हो। यो तरिका कस्तो देखिन्छ त? आज भिडियो एडिटिङ सिकियो, भोलिखेरि एआईतिर मन जान्छ अनि पर्सि त कोडिङै गर्नुपर्छ जस्तो लाग्छ। यसरी एउटाबाट अर्कोमा हाम फाल्दा कुनै पनि विषयमा गहिरो ज्ञान हासिल गर्नै सकिँदैन। अनि यस्तो छरिएको सिकाइको अन्तिम नतिजा के होला त? अनुमान गर्न गाह्रो छैन। ज्ञान होइन, बरु केवल अन्योल मात्रै हात लाग्छ। र नतिजा हुन्छ केवल कन्फ्युजन। दिमागमा आधा अधुरो जानकारी मात्रै भरिन्छ, पर हातमा सिप केही लाग्दैन। अनि यसले के गर्छ? हाम्रो आत्मविश्वास घटाउँछ र सिक्ने जोसलाई नै बिस्तारै मारिदिन्छ। त्यसो भए सही बाटो चाहिँ के हो त? यसको लागि हामीले आफ्नो सोच्ने तरिकामा नै एउटा ठूलो परिवर्तन ल्याउनु जरुरी छ। प्रविधि सिक्नु भनेको 100 मिटरको दौड होइन, यो त एउटा लामो म्याराथन हो। दौड र म्याराथनमा के फरक छ सोच्नुस् त? दौड एकदमै छिटो हुन्छ, तर तुरुन्तै थकाइ लाग्छ। त्यहाँ एकैचोटि सबै शक्ति लगाइन्छ। तर म्याराथन त्यो त बिस्तारै तर लगातार अघि बढ्ने यात्रा हो, एक पटकमा एक पाइला। र दीर्घकालीन सफलताको लागि हामीलाई यही म्याराथनवाला सोच चाहिन्छ। यही म्याराथनको मानसिकतामा नै समाधान लुकेको छ। र सफलताका लागि जम्मा 2वटा सूत्रहरू छन् जसले हामीलाई निरन्तरताको शक्ति देखाउँछ। सफलताको बाटो सोचेभन्दा धेरै सरल छ। पहिलो, सानोबाट सुरु गर्ने। कुनै एउटा सिप छान्ने र त्यसको सबैभन्दा आधारभूत कुरोबाट सुरु गर्ने। र दोस्रो, सबैभन्दा महत्त्वपूर्ण, निरन्तर अभ्यास गर्ने। हरेक दिन थोरै समय भए पनि त्यसैमा लगाउने। याद राख्नुहोस्, ससाना प्रयासहरूको निरन्तरताले नै एक दिन ठूलो नतिजा दिन्छ। तर यति सबै थाहा पाएर पनि एउटा यस्तो मेन्टल ब्लक छ जसले धेरैलाई अगाडि बढ्न नै दिँदैन। त्यो हो पर्फेक्सनिजम, अर्थात् सबै कुरा सुरुदेखि नै एकदमै पर्फेक्ट हुनुपर्छ भन्ने सोच। यो भनाइ एकदमै सठिक छ। यदि कोही पर्फेक्टको खोजीमा सुरु नै गर्दैन भने ऊ कहिले अगाडि बढ्दैन। सुरुवात कहिले पनि पर्फेक्ट हुँदैन र हुनु पनि पर्दैन। सुरुमा गल्तीहरू हुन्छन्, कामहरू अपूर्ण देखिन्छन्, तर त्यही प्रक्रियाबाट नै त हो नि सिक्ने। महत्त्वपूर्ण कुरा प्रगति हो, पूर्णता होइन। त्यसैले अन्त्यमा यो प्रश्न आफैलाई सोधौँ, ठूल्ठूलो योजना होइन, आज आफ्नो लक्ष्यको लागि एउटा सानो कदम के चाल्न सकिन्छ? चाहे त्यो 5 मिनटको अभ्यास होस् वा कुनै नयाँ कुरा पढ्ने, याद राखौँ, सुरु गर्नु नै आधा जित हो।